सन्तानको माया विदेश गएर पैसा कमाएर छोरालाई बोर्डिङ स्कुल पढाउँछु भन्दै कुवेत पुगेकी शर्मिला समयमा उपचार नपाउँदा फर्किन् बाकसमा। 8 वर्षीय छोराको विचलित। अनि तपाईको श्रीमतीको लास बाकसमा आइरहँदा तपाईँ चाहिँ कुन देशमा कुन ठाउँमा हुनुहुन्छ? तपाईँ नेपालमै छ भन्ने कुरा सुनियो, अहिले पनि काठमाडौँमै छ भन्ने कुरा सुनिएको थियो। फेरि तपाईँ पञ्चितै जाँदै हुनुहुन्छ अरे, तपाईँको बच्चा पनि छ एउटा। तपाईँ कहाँ कुन ठाउँमा हुनुहुन्छ? तपाईँ आउनुहुन्न एयरपोर्टमा तपाईँको श्रीमतीको लास रिसिभ गर्नलाई? कस्तो घरतिर भन्नुभयो तपाईँ? तपाईँको मानव त यही हो, तपाईँको श्रीमती होइन र? दशकबिन 1.5 वर्ष पहिला सिन्धुपाल्चोककी 28 वर्षीय दार्सिङ शर्मिला तामाङ छोराको उज्जवल भविष्य बनाउन भन्दै अवैध बाटो हुँदै कुवेत पुगेकी थिइन्। कुवेत पुगेको 1 वर्षपछि उनी बिरामी परिन्। कयौं पटक उनी घर फर्किन खोजिन्, तर न त त्यहाँ काम गर्न चाहुले नै घर फर्कायो, न त नेपालबाट कुवेत पुर्याउने दलालले नै निकाल्ने प्रयास गर्यो। अन्ततः उनी सिकिस्त पारेर बिरामी आइसियुमा भर्ना भएर 6 महिना अस्पतालमा बसिन्। उपचारमा धेरै ढिलाइ भएकाले उनको उपचार हुन सकेन। अन्ततः संसारबाट बिदा भइन्। अहिले उनको शव नेपाल आइपुगेको छ, तर उनका श्रीमान शव बुझ्न आउन मानेनन्। आए त बुढा बा आमा र 8 वर्षीय एक अवैध छोरा। उज्जवल भविष्य बनाउने सपनाले पुगेकी कुवेत आमा बाकसमा फर्किएपछि अहिले 8 वर्षीय छोरा बेसहारा जस्तै बनेका छन्।